पर्यटकको सिजन पनि छ भारतदेखि थुप्रै पर्यटकहरू आएको देख्यौँ हामीले बाटोमा अनि केही भिडियो क्लिप पनि गरेका छौँ हामीले अनि यहाँदेखि जोडेर कति जतिको मान्दिम 2 लाख समथिङ 2 लाख चाहिँ दुईजना छैन हामीले मोबाइल एक त चलाउनु हजुर हामी दुईजनाको त्यस्तो मोबाइलमा इन्ट्रेस्ट छैन कि खासै अब उहाँ पनि बिजी म पनि बिजी मोबाइलमा खासै त्यस्तो छँदै छैन कि हैन जस्तो दिनमा भन्दा पनि यहाँ त आइतबार सोमबार बढी हुन्छ हेर्नुस् कहिले 15,000 देखि 20,000 सम्म 2 दिनमा हुन्छ दिनमा हैन कति जतिको यो संरचना यो त सबभन्दा 5 लाख भन्दा बढी गएको छ हेर्नुस् यिनी संरचना भन्दा चाहिँ यता देखाउनु त यता हेर्न सक्नुहुन्छ तपाईले यताको यो फर्म अनि त्यो उताको फर्म त्यसमा पनि सानो चल्ला छ भन्नुहुन्छ सानो चल्ला अनि इन दुई तिमी हो चल्ला भएको यसमा हामी पाडा काट्छौं हो यसमा चाहिँ पारा काट्ने गर्नुहुन्छ हैन यसमा चाहिँ यो लोकल छ यसमा अनि यता चाहिँ तल बुङ्गुर पाल्नुहुन्छ है बुङ्गुर अनि यो सब नमस्ते दर्शकबिन सबैजनालाई आज चाहिँ म विशेष ठाउँमा आएको छु मेरो जन्मभूमि पनि रहेको स्वर्गद्वारीको ठ्याक्कै केही मुनि रुमाले भन्ने ठाउँमा एकजना राम्रो सफल व्यवसायी एकजना दिदीलाई आज हाम्रो युट्युबको पर्दामा देखाउने कोसिस गरेका छौं विगत केही समयदेखि विभिन्न किसिमका पेशा व्यवसाय सञ्चालन गर्दै मासिक 1.5-2 लाख रुपैयाँ कमाएर नेपालमै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण दिने एक प्रेरणादायक कथा आज तपाईहरुको सामु प्रस्तुत गर्दैछौं। दिदी नमस्ते। नमस्ते। आरामै हुनुहुन्छ? हजुर। पहिले त हजुरको परिचय दिनु हजुरको। नमस्कार, मेरो नाम शिवा सुनार। हजुर। स्वर्गद्वारी नगरपालिका 3 बस्ने खोलाखर्क। हजुर। अनि खोलाखर्क छोडेर हामी रुमालेमा बस्दैछौँ। रुमालेमा बस्न थाल्छ कति भयो? वैशाखबाट। वैशाखदेखि। वैशाख जेठ असार साउन भनेपछि जम्मा 3-4 महिना 3-4 महिना मात्रै भयो। अनि तपाई चाहिँ पहिले तल खोलाखर्क त तल है? हाम्रो जन्मभूमि भन्नाले हजुर बस्ने ठाउँ चाहिँ तल हो। अनि यो यहाँ व्यवसाय गरेर बस्न पर्छ भन्ने कन्सेप्ट चाहिँ कसरी भयो? हाम्रो उद्देश्य त पहिले नै हाम्रो तल खोलाखर्क चाहिँ थियो। हजुर। कुखुरा पाल्थ्यौँ हामीले। हजुर। अनि थोरै आम्दानी भएको कारणले गर्दाखेरि हामी धेरै गरौँ भनेर अनि अब कुनै थिए मान्छेहरू सबै हैन। वहाँ चाहिँ खोलाखर्कमा चाहिँ कस्तो लोकल कुखुरा पाल्नुहुन्थ्यो कि ब्रोइलर चाहिँ पाल्थ्यौँ पहिला? ब्रोइलर पाल्नुहुन्थ्यो। हजुर। लोकल वहाँ खोलाखर्क चाहिँ ब्रोइलर कुखुरा पाल्नुहुन्थ्यो। अनि तपाईको श्रीमानले चाहिँ अटो चलाउनुहुन्छ है? अटो चलाउँथ्यो पहिला चाहिँ अटो। पहिला चाहिँ हामीले लगभग करिब 5 वर्ष भयो अटो। 5 तपाईको श्रीमान चाहिँ अटो व्यवसायमा जोडेको 5 वर्ष भयो। हजुर। अनि त्योदेखि कमाएको पैसा चाहिँ बिस्तारै ब्रोइलर फार्ममा लगानी गर्नुभयो। हजुर। अनि अलि ठुलो व्यवसायिक रूपमा गर्ने उद्देश्यले रुमालेमा चाहिँ चुज गर्नुभयो हैन? रुमाले चाहिँ सोच्नुभयो। अनि यहाँ आएर चाहिँ सुरुमै ब्रोइलरदेखि सुरु गर्नुभयो कि? हामीले ब्रोइलरबाट चाहिँ हो। सुरुमा ब्रोइलर राख्नुभयो? हजुर। पहिले नि ब्रोइलरबाट अहिले नि ब्रोइलर अनि अटो गर्थ्यौँ हामीले। हजुर। अनि उसमा फेरि अब लोकल पालन अनि फेरि बुङ्गुर पालन। ब्रोइलर सुरुमा ब्रोइलर पाल्न सुरु गर्नुभयो, त्यसपछि लोकल कुखुरा पाल्न सुरु गर्नुभयो, बुङ्गुर पनि पाल्न सुरु गर्नुभयो है? अनि यो जुन यो छ नि यसमा चाहिँ तपाईले ब्रोइलर पालन गर्नुहुन्छ। यो देखाउनु त दर्शक पनि यताको यो फर्म चाहिँ ब्रोइलरको लागि हो। यहाँ चाहिँ लोकल कुखुराको चल्ला हाल्नु भयो हैन? जस्तो कि अब यो ब्रोइलर कुखुरा साना हुन्छ नि यहाँ। हजुर। अनि यसलाई 20 दिन यहाँ राखेर हामीले यतातिर गर्छौँ। अनि तपाईले यो ब्रोइलर पनि पाल्नुहुन्छ, लोकल कुखुरा पाल्नुहुन्छ, बुङ्गुर पनि पाल्नुहुन्छ, यो साथसाथै अरु अर्को के पनि अरु एउटा के व्यवसाय अरु के व्यवसाय पनि गर्नुहुन्छ? अनि एउटा राँगाको मासु। राँगाको मासु। राँगा चाहिँ पाल्नुहुन्न हैन? पाल्दैन म खरिदेर। खरिदेर? हजुर। अनि कति कस्तो हुन्छ तपाईको एउटा राँगा लिएर यहाँ आफै काट्नुहुन्छ नि तपाईले? आफै काट्छ। आफै काटेर कति त्यो कति दिनमासम्म बिक्री गर्ने कस्तो हुन्छ? कहिले त एक दिनमै सकिन्छ। हजुर। कहिले 2-3 दिनमा लाग्छ। धेरै भनेको 3 दिनमा? 3 दिनमा एउटा राँगा चाहिँ सक्नुहुन्छ? हजुर। कहाँ यही एरियाकै आसपासमा दिनुहुन्छ हैन? यही एरियाका अनि भिङ्गेतिर थोकमा पनि पर्छ हामीले। मासु यहाँदेखि यहाँ चाहिँ तपाईले यो एरियादेखि चाहिँ थोकमा पनि बेच्नुहुन्छ मासु? कहाँ पठाउनुहुन्छ? उता धरमपानी? हामीले जस्तो कि अब थोकमा होल्डेरी पनि पठाउन सक्छौं। होल्डेरी? हाम्रो जेठाजु हुनुहुन्छ। तपाईले होल्डेरी पनि पठाउनु भएको छ यहाँदेखि मासु? अनि भिङ्ग्रीतिर? भिङ्ग्रीतिर 2-3 ठाउँ पठाउँछौं। अनि यता नि भइहाल्छ सबै। कसरी दिनमा छ थोकमा चाहिँ यहाँदेखि? थोकमा उयो 400 रुपैयाँ। 400 रुपैयाँ थोकमा मासु। हजुर। अनि 320 रुपैयाँ हड्डी मासुलाई। अनि फेरि 250 रुपैयाँ आन्द्रा बुढी भन्छन् त्यही। भनेपछि घोरै दाङको मूल्य भन्दा पनि यहाँको सस्तो रहेछ त है? सस्तो छ बढी। भनेपछि यहाँदेखि होरेर लग्ने व्यवसाय त राम्रो छ त हैन? धेरै राम्रो हो। माने अब उस्तै हो भने हामीले पहिलोचोटी गरे भएर हजुर त्यस्तो परफेक्ट छैन कि। अब हुन्छ त्यस्तै फेरि। ठिकै छ। यताको फर्महरु चाहिँ के लोकल कुखुराहरु छ? हजुर। यसमा लोकल छ, यसमा पाडा काट्छौं हामीले। अनि अहिले त यो पर्यटकको सिजन पनि छ भारतदेखि थुप्रै पर्यटकहरू आएको देख्यौँ हामीले बाटोमा अनि केही भिडियो क्लिप पनि गरेका छौँ हामीले। अनि यहाँदेखि पर्यटकहरू आउँदाखेरि अटो व्यवसायले त राम्रो हुन्छ होला? एकदम धेरै राम्रो छ हेर्नुस्। भनेपछि व्यवसायमा धेरै राम्रो छ। दिनमा चाहिँ अटो अहिलेको यो समयमा है जुन यो
पर्यटकहरू आउने जाने क्रम बढी छ हामीले जति पनि अटोहरू देख्यौँ प्याक छ कि प्याक आउने जाने छ हजुर। यो बेलामा चाहिँ यो समयमा चाहिँ तपाईँको श्रीमानले कति जति दिनमा कमाउनुहुन्छ दिनमा भन्दा पनि यहाँ त आइतबार सोमबार बढी हुन्छ हेर्नुहोस् ए कहिले 15,000 देखि 20,000 सम्म 2 दिनमा हुन्छ दिनमा हजुर, हैन हजुर आइतबार र सोमबार आइतबार र सोमबारमा राम्रो कमाइ हुने ऊ हो राम्रो समय। भनेको 20,000 न त नि 15,000 दिनमा कमाउनुहुन्छ दिनमा। है सिजनको बेला सिजनको बेला मात्र नत्र त फेरि हुँदैन धेरै यो सिजन चाहिँ के महिनादेखि के महिनासम्म चाहिँ धेरै हुन्छ साउन र भदौमा धेरै हुन्छ हजुर अनि फेरि पुस र मङ्सिर पुस र माघमा फेरि आउँछ फेरि पुसमाघदेखि भदौ असोजदेखि फेरि नेपालीहरू नेपाली हुन्छ हजुर। ए विशेष गरी आउने पर्यटकहरू चाहिँ तपाईँको पुसमाघ अनि साउन भदौमा साउन भदौमा धेरै हो है हजुर, अहिलेको समय भनेको यहाँ स्थानीयहरूले चाहिँ पर्यटकहरूबाट राम्रो आम्दानी हजुर, ल्याइरहेछन् हजुर अनि जसमा चाहिँ तपाईँहरू पनि पढ्नुहुन्छ हामी पनि गर्छौँ है ठिकै छ ठिकै छ हजुर। अनि यो पर्यटक बढेसँगै त तपाईँको व्यवसाय पनि बढिरहेछ होला मासु राम्रो राम्रै छ ए हजुर। अनि तपाईँको यो जुन यहाँ धेरै अटो व्यवसायहरू त धेरै हुनुहुन्छ धेरै धेरै छ धेरै हुनुहुन्छ अटो व्यवसायसँगै यो जस्तै यो गाडी ठुला गाडीहरू पनि छन् चार पाङ्रे गाडीहरू पनि छन् छन् यिनले पनि राम्रो आम्दानी गर्छन् यो समयमा चाहिँ अँ, होइन यस्तो देखाइदिनु सक्नुहुन्छ तपाईँले यता यता के छ भन्नुभयो अरे त्यता त्यो पाहाड लोकल लोकल कुरा छ होइन यसमा लोकल कुरा छ धेरै छैन अलिअलि छ हजुर कतिको बिग्रिन्छ लोकल कुरा चाहिँ भइरहेछ अलिअलि भइरहेछ हजुर ए के रेट दिनुहुन्छ यतातिरदेखि 700 रुपियाँ किलो 700 रुपियाँ किलो जोखेर है जिउँदो है हजुर ए मार्केट राम्रो छ ठिकै ठिकै छ अनि यो यिनी गर्दाखेरि त लगानी पनि लगाउनु पर्यो होला कति जतिको यो संरचना यो त सबभन्दा 5 लाख भन्दा बढी गएको छ हेर्नुहोस् यिनी संरचना बनाउँछ हजुर। यता 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 देख्नु त यता हेर्न सक्नुहुन्छ तपाईँले यताको यो फर्म अनि त्यो उताको फर्म त्यसमा पनि सानो चल्ला छ भन्नुहुन्छ सानो चल्ला अनि यिनी दुई तिमी हो चल्ला भएको यसमा यसमा हामी पाडा काट्छौँ हो यसमा चाहिँ पारा काट्ने गर्नुहुन्छ हजुर होइन यसमा चाहिँ यो लोकल छ यसमा ए ए ए अनि यता चाहिँ तल बुङ्गुर पाल्नुहुन्छ है बुङ्गुर छ अनि यो सबै फर्महरू यो संरचना निर्माण गर्नलाई चाहिँ कन्टिममा 5 लाख जतिको लायो यो 5 लाख रुपियाँ रकम चाहिँ कुनै स्थानीय तहहरूबाट सहयोगमा भयो कि सहयोगमा होइन होइन व्यक्तिगत लगानी व्यक्तिगत अब कोही कोही त भयो होला सायद होइन हजुर हजुर अनि आफ्नै व्यक्तिगतबाट भयो यो व्यवसाय सञ्चालन गरेर बस्छु भन्दाखेरि स्थानीय सरकारहरूले के नगरपालिका गाउँपालिकाहरूले चाहिँ केही सहयोग गर्दो रहेछ कि रहन्छ त्यो त भएन हामीले पनि मागेनौँ सहयोग ए, माग्नु भएन। सबभन्दा मागिनौँ माग्नु हामीले भएन होइन आफ्नै व्यक्तिगत लगानीमा आफ्नै व्यक्तिगत ए भनेपछि अहिले मासिक यिनी व्यवसायहरूबाट अटोबाट मासिक चाहिँ महिनामा कति जतिको आम्दानी गर्नुहुन्छ तपाईँले अब बोइलर फर्मबाट 45-50 दिनदेखि लाग्छ हजुर अनि 1-1.5 लाख आउँछ सायद ए आउँछ अनि अब कम्तीमा अब सिजनमा त अटोबाटै हुन्छ हजुर नत्र भनेपछि 30,000-35,000 अटोबाट महिनामा हुन्छ अनि यिनी अन्य व्यवसायहरूबाट अरूबाट पनि हुन्छ तिन त हामी सबै जोडेको छैनौँ टोटल जोडेर कति जतिको अब मान्दिम 2 लाख समथिङ समथिङ 2 लाख चाहिँ दुईजना एक तपाईँ यो व्यवसायमा आबद्ध भनेको दुईजना मात्र दुईजना हुनुहुन्छ मात्रै अब छोराछोरी साना छन् ए छोरा के पढ्दै गर्छन् छोराहरू अब कि धेरै एउटा साना छन् सानै छ 9 वर्षको छोरी छ हजुर। अनि 7 वर्षको एउटा छोरा 6 वर्षको एउटा ए ए 3 वर्ष भनेपछि सिर्फ यो व्यवसाय दाइ त अब अटो चलाउँदै अटो हिँड्नुहुन्छ चलाउनुहुन्छ यिनी सब हेर्ने रेखदेख गर्ने भनेको मै हो तपाईँ हो हजुर ए अनि पारा काट्दाखेरि राङहरू लिएर काट्दाखेरि चाहिँ कस्तो बिहानै काट्नुहुन्छ कि कस्तो हामीले सेपरे 2टा मान्छे राखेका छौँ ए ए काट्ने अब चाहिँ काट्ने त मान्छे चाहियो हजुर अनि 2 जनाले भित्र गर्छौँ 2 जनाले बाहिर गर्नुहुन्छ ए ए ए अनि सबै त्यो उ गरेर भित्र राखिदिनुहुन्छ हामीले फेरि बेच्छौँ ए भनेपछि दुईजना चाहिँ रोजगार दिनु भएको छ हजुर कसरी दिन्छ त्यहाँहरूले चाहिँ सेवा सुविधा कस्तो छ अब सेवा सुविधा आफ्नै मान्छे हो गर ए आफ्नै मान्छे हुन्छ हजुर अनि 500 रुपियाँ एउटालाई अनि हजुर। फेरि 1.5 किलो जति मासु मासु दिन्छ दिनुहुन्छ हजुर। ए 500 रुपियाँ र 1.5 किलो मासु दिनुहुन्छ हजुर। आएर काट्ने बाबत काट्ने कति बापतमा। टाइम भित्र कति घन्टा भित्र लाग्दैन 2-2.5 घन्टा मात्र 2-2.5 लाग्छ घन्टामा है ए भनेपछि तपाईँ ठिकै छ भनेपछि दुईजना चाहिँ देउस हप्तामा चाहिँ मजाले यता आएर काम पाउनुहुन्छ पाउनुहुन्छ ए, ठिक छ अनि यस्तो जस्तै अब तपाईँले यो ठाउँमा धेरै माथि भिङ्ग्रीदेखि धेरै माथि धेरै अनि माथि त्यो दुवानीको हिसाबले त ठिक छ बाटोहरू ठिक छ ठिक छ होइन हामीले सबभन्दा बाटोको अभावले गर्दाखेरि हामी यहाँ आएको ए, नत्र हाम्रो घर त छ तल ठुलै छ हजुर अनि बारीमा गराएको थियौँ बारीको डुबानको कारणले गर्दाखेरि हामी यहाँ आएको ए हेर्नुहोस् ए पानी भल त सबै तै जान्थ्यो कि हजुर। सबभन्दा अनि यो जग्गा चाहिँ पहिले तपाईँहरूको थियो कि खरिद्नु भयो छैन खरिदिएको हामी भाडामा बसेका छौँ हेर्नुहोस् ए सबभन्दा अहिले महिनाको 3,000 रुपियाँ छ यो एरियाको हजुर ए ए यहाँदेखि परैसम्म छ ठुलै छ हजुर। ठाउँ स्पेशल यो चाहिँ व्यवसाय गर्नको लागि लिनुभयो तपाईँले भाडा हजुर लिनुभयो एउटै मान्छेको यो हजुर अनि व्यवसायको लागि ल्याछौँ हामी। ए अनि यहाँ आएर तपाईँले यति धेरै प्रगति गर्दाखेरि यहाँ छिमेकीहरूले चाहिँ ल हामीले चाहिँ गर्न सके थिएनौँ होइन तपाईँले आएर गर्नुभयो भन्ने के छ त्यस्तो के अनुभव के भन्नु भन्नु होला सायद भन्न त होइन ए त्यस्तो आएर चाहिँ भन्नुभएको छैन होइन भन्नु तर गर्न सकिँदो रहेछ है गर्न सकिँदो रहेछ भन्ने अनुभव त भयो होला सायद हामीले पनि गर्न तपाईँ सक्छौँ भन्ने त भयो त्यहाँ उसले पनि हामीले गर्दाखेरि तल तपाईँ हुँ तल खोला खड्का हुँदाखेरि चाहिँ यतिको आम्दानी चाहिँ गर्नु भएको छैन है? यस्तो छैन त्यो आम्दानी खासै छैन त्यो त्यो सिर्फ ब्रोइलरको मात्रै हुन्थ्यो है ब्रोइलरको मात्रै हो हजुर ए अब चाहिँ
यो व्यवसायलाई अझ विस्तार गर्ने भन्नुहुन्छ अब हजुर। यो नास्ता पानीको यो जुन यो रोडको भएको कारणले गर्दाखेरि नास्ता पानीको पनि सुरु गर्ने अब अर्को महिनाबाट भाडामा हामीले ल्याइसकेका छौँ माथि हेर्नुहोस् ऊ त्यही डाँडामा छ त त्यो हेर्नु हजुर ल्याइसकेका छौँ अब अर्को महिनाबाट हामीले सुरुवात गर्ने ए तपाईँ त बिहानदेखि साँझसम्म बिजी हुनुहुन्छ होला है बिजी अब के गर्नु त है हजुर व्यस्त हुनुहुन्छ व्यस्त मजाले मोबाइलमा टिकटक हेरेर समय वेस्ट फाल्ने टाइम छैन छैन हामीले मोबाइल एक त चलाएनौँ हजुर हामी दुईजनाको त्यस्तो मोबाइलमा इन्ट्रेस्ट छैन कि खासै अब उहाँ पनि बिजी म पनि बिजी ए मोबाइलमा खासै त्यस्तो छँदै छैन कि होइन जस्तो श्रीमानहरू कुनै श्रीमानहरू बाहिर गएर कमाएका श्रीमतीहरू चाहिँ प्राय हजुर मोबाइल हेर्ने बिजी हुने कतिपय के त्यस्तो हुन्छ कतिपय नि सबै त्यस्तो देखिराखेको छ तर हाम्रो हजुर। त्यस्तो छैन ए हामी समय हामीले खेर फाल्दैनौँ उहाँ बिहान जानुहुन्छ साँझ आउनुहुन्छ म हजुर। यतातिर बिजी हुन्छु ए भनेपछि देउस राम्रो उदाहरण क्रिएट गर्नु भएको तपाईँले हजुर। भनेपछि बिहानदेखि साँझसम्म त यिनी सबै जिम्मेवारी सम्हाल्ने यिनी सबै कामहरूको ह्यान्डलिङ गर्ने तपाईँ हो मै जो सबै ए अब समय समय त श्रीमानले साथ दिनुहुन्छ हजुर अब उहाँ नभए बिना त हामी त हुँदै सक्दैन फेरि हजुर हजुर श्रीमानको बिना त कहाँ हुन सक्छ र सबभन्दा उहाँको साथ मेरो साथ उहाँको सबभन्दा अनि यो हिजो के गाडी आएको भन्नुभयो नि यो हजुर यो कुखुरा भर्न आएको हजुर अनि फस्यो कि सबै यो ए हिजो पठाउनु भएको हिजो पठायौँ हामीले ए लगभग 15 कुइन्टल माल हामीले हिजो पठायौँ ए हजुर आज छैन धेरै छैन 10-12 वटा मात्रै छ त्यो पनि माग भइरहेछ हजुर अनि जेउस मलाई एकदम खुसी लाग्यो तपाईँ यहाँ यति माथि आएर पनि होइन एउटा सहर एरिया बजार एरिया भन्दा एउटा गाउँको एरिया हो नि त हजुर ग्रामीण भेगमा पनि यस्तो राम्रो लगानी गरेर यो फर्म सुरु गर्नु भएको छ हजुर यो अरूको लागि पनि प्रेरणादायक भिडियो हो अरू यस्ता कोही जुन बाहिर जाने युवाहरू जो 4-5 लाख रुपियाँ तिरेर बाहिर जाने युवाहरू जानु भन्दा पनि हजुर आफ्नै नेपालमा यस्तै गरेर बस्न पनि कमाउन पनि सकिन्छ रहेछ भन्ने मनमा दुःख गर्ने लागिरहेको भने छ दुःख दुःख गर्न गर्ने- पर्यो दुःख सबभन्दा गर्नु पर्यो होइन हजुर यदि यहाँ तपाईँले मजाले मान्छे राखेर साउ बनेर बस्यो भए त यो सम्भव थिएन छैन नि त होइन? त्यो त तपाईँले खोज्नु भयो है उम्, तपाईँले खोजेर यो सम्भव भयो नि है सम्भव भएको सब भनेपछि अब आउने यस्ता हामी जस्तो पुस्ताहरू होइन जो हजुर। विदेश जाने तयारी गर्दै गरेको पुस्ताहरूले चाहिँ के भन्नुहुन्छ नेपालमा पनि बसेर केही गर्न सक्ने के छ? नेपालमा बसेर पनि यस्तो कृषक गर्न सकिन्छ रहेछ हजुर महिला पुरुष अब दुवैजना मिलेर सबभन्दा हजुर हजुर एक्लै त गर्न सकिँदै सकिन्न। सकिन्न हेर्नुहोस् हजुर हजुर एक अर्कालाई सपोर्ट गरेर मात्र गर्न सकिन्छ यो भनेपछि व्यवसाय सञ्चालन गर्नको लागि व्यवसायलाई सफल व्यवसाय बन्नको लागि चाहिँ हजुर श्रीमान श्रीमती भन्दाखेरि तपाईँ र तपाईँको श्रीमानको साथ सपोर्ट एकदम पहिलो सल्लाह पनि भयो होला सल्लाह भयो होइन? सबभन्दा सल्लाह भयो सपोर्ट हजुर। गर्नुभयो श्रीमानले श्रीमान र श्रीमतीको साथ सपोर्ट बिना त गर्नै सकिन्न कि केही गर्नु छ भने केही चाहिँ गर्नु छ मजाले भनेपछि त अब साथ सपोर्ट अब दुईजनाको सरसल्लाह हुन पर्यो कि हुन पर्यो सबभन्दा मजाले सरसल्लाह लिनु पर्यो श्रीमानले पनि हजुर। श्रीमतीसँग सल्लाह लिनु पर्यो लिन है? पर्यो हजुर अनि श्रीमतीले पनि श्रीमानसँग सल्लाह लिनु पर्यो पर्यो परिआएको खण्डमा परिआएको खण्डमा ए ठिकै छ सबभन्दा। एकदम खुसी लाग्यो दिदी हजुर हामीले यो दृश्यहरू एकछिन क्वेट गर्छौँ तपाईँले भेट्दा धेरै धेरै खुसी लाग्यो हजुर कोही यहाँ मासु ल्याउने कोही भिङ्ग्री अनि होलेरी हजुर। धरमपानी अनि सुर्पातिर चाहिँ कोही ठोक व्यापारी हुनुहुन्छ पाराको मासु चाहिएमा चाहिँ यहाँ त यहाँले चाहिँ काटेर ठोकमा बिक्री गर्नुहुन्छ यहाँदेखि तपाईँले डाइरेक्ट गाडीमा हालेर पठाइदिनुहुन्छ गाडीमा हालेर सकिन्छ होइन यदि परिआएको खण्डमा आफ्नै अटो छ हजुर पुऱ्याइदिन पनि सकिन्छ ए ठिकै छ साथीहरू अहिले हामी ठ्याक्कै स्वर्गद्वारीको केही मुनि रुमाले भन्ने ठाउँमा छौँ यो दिदीसँगको एउटा अन्तर्वार्ता तपाईँहरूले कस्तो लाग्यो त्यसै सल्लाह सुझाव दिनु होला हामी कसैलाई मासु चाहिएमा यदि तपाईँ भिङ्ग्री हुनुहुन्छ धरमपानी हुनुहुन्छ सुरपाल हुनुहुन्छ होल्डिजसम्म चाहिँ मासु बेचेको कुरा गर्नुभएको छ दिदीले तपाईँहरूले यदि मासु चाहिएमा राँगाको बुङ्गो पनि ठोकमा बेच्नुहुन्छ के गर्नुहुन्छ तपाईँहरूले हामीले अहिले सुरुवात छ ए सुरुवात छ होइन हजुर। राँगाको चाहिँ तपाईँहरूले थोकमा बिक्री गर्ने हुनुहुन्छ भने चाहिँ यहाँदेखि थोकमा मासु लाग्न सक्नुहुन्छ जम्मा किलोको 320 रुपियाँ पर्छ अब उहाँ बजार रेट चाहिँ घोडाइतिर चाहिँ 400 रुपियाँ किलो छ 500 अनि किलो छ। घोडाइतिर चाहिँ 400 रुपियाँ किलो छ हड्डी मासु चाहिँ र तपाईँले चाहिएको खण्डमा चाहिँ लाग्न सक्नुहुन्छ दिदी अन्तिममा के भन्नुहुन्छ के भन्नु छ छैन अब होइन यो भिडियो हेरेर हजुर यो भिडियो हेरिरहेका दर्शकहरूले चाहिँ अब केही सल्लाह सुझाव दिन चाहनुहुन्छ के भन्नु? केही गर्ने यो केही व्यवसायहरू गर्नु छ भने चाहिँ मजाले लगानी गरेर आफू खट्ने भने चाहिँ गर्न गर्न सकिन्छ सकिन्छ भन्ने ऊ छ होइन हजुर ल हस् दिदी धन्यवाद ल तपाईँले है हस्, नमस्ते फेरि भेटौँला फेरि है हुन्छ ल हस् लस् भन्नुहोस्